हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। अनि अहिले चाहिँ लास्ट लङ टाइम पछि फाइनल्ली भ्लग बनाउँछु भन्ने सोचले भ्लग बनाउनको लागि क्यामेरा अन गरेँ। अनि हामी चाहिँ आज सल्यानदेखि पाल्पा हिँडेको, तर आज हामी पाल्पा पुग्दैनौँ। त्यही भएर अझ हामी तुलसीपुर दाङमा बस्छौँ। अनि भोलि चाहिँ हामी पाल्पाको लागि जानेछौँ। अनि अहिले म एक्लै छु, म विश्राम गरिरहेको छु, तर दिदीहरू चाहिँ उता आउँदै हुनुहुन्छ। म चाहिँ एक्लै दौडिएर आएँ कि मलाई झोला बोक्नु थियो होइन, यहाँ छ झोला। अनि झोला बोक्नु थियो, भारी भयो। अनि म एकदम दौडिएर आएँ कि मैले त्यो क्यामेरा पनि केही भिडियो पनि पोस्ट गरेँ बनाएन, पोस्टको त कुरै नगरौँ न होइन। अनि यो चाहिँ सल्यानको पोखरी गाउँदेखि थोरै रोडमा झर्नुभन्दा अलिक माथिको यो दृश्य हो। यस्तो राम्रो छ तोरीबारीहरू। अनि दिदीहरू फाइनल्ली आइसक्नु भएको छ। दिदीहरू देखिनुहुन्छ यहाँ, उहाँहरू दिदी हो। अनि म यहाँ बसिराखेको छु। अब बाटोमा गएर म एक्लै बस्नु त सक्दिनँ नि, त्यही भएर अब म तल रोडमा गएर चाहिँ भिडियो बनाउँछु है त। यहाँ चाहिँ यस्तो टेम्पो पनि पाउने रहेछ कि गाई। दिदीहरू आउनु भएको छ गाई, आमा हुनुहुन्छ, उहाँ मेरो साथी सङ्गिनी हुनुहुन्छ। दिदी क्या राम्रो देखिनुहुन्छ होइन। ल त्यहाँ उभिनु त, म भिडियो बनाउँछु क्या। तुलसीपुर पुग्छौँ अनि बास बस्नेछौँ। त्यतिखेरसम्मको भिडियो कन्टिन्यू हुनेछ। बस रोकेछ त्यहाँ, अस्मितालाई भनेर बस पहिल्यै रेडी भएको रहेछ क्या। त्यही भएर हामी जाँदैछौँ यही बसमा, जाने बा जाने। यो अस्मिताकै बस हो। ल गाइस, हामी यहाँबाट हिँड्यौँ। बाटो यस्तो खराब थियो नि। हामी सल्यानदेखि दाङ तुलसीपुरको लागि हिँडेको थियो। यस्तो खराब बाटो नि, कति थियो कि कति त मैले क्याप्चर गर्न पनि सकिनँ कि। अनि अब त्यहाँ बसमा होइन, पब्लिक बस हो नि त, अनि कति भिडियो गर्न सकिँदैन, बोल्न सकिँदैन। अनि मैले यत्तिकै भिडियो बनाएर हिँडेको थिएँ। अब हेर्नुहोस् न बाटो कस्तो छ क्या। अनि यो त केही पनि होइन, अप्ठ्यारो। यस्तो बाटो त कति थियो, कतिको मर्मत गरेको रहेछ। अनि एक साइडमा झरेको भिडियो त बनाउन पाएन कि, तर हामी झऱ्यौँ। हामी राप्ती प्रादेशिक अस्पतालमा छौँ। हामी बसदेखि ओर्लिएर हिँड्ने क्रममा चाहिँ एक दुईवटा भिडियोहरू बनायौँ। अनि त्यसपछि चाहिँ दिदीको भान्जी दिदीको घर गयौँ, उहाँ लिन आउनुभएको थियो। सोही पुलमा दिदीले लिन आउनुभएको थियो हामीलाई। अनि दिदी आउनु भएपछि हामी सरासर घरमा गयौँ। घरमा गइसकेपछि म छतमा जाँदाखेरि दिदीको घरमा यति राम्रो राम्रो फुलहरू फुलिरहेको थियो। अनि मैले भिडियो गराएँ। अनि त्यसपछि चाहिँ मैले अरू चाहिँ केही नै गरेन भ्लग अनि यो भिडियोको लागि केही पनि गरेन। किनभने अब मेरो चाहिँ मान्छेहरू देखिसकेपछि भिडियोहरू केही बनाउन सक्ने ममा क्षमता छैन। म जे गर्छु म एक्लै हुँदाखेरि गर्छु। अनि यो फुलहरू चाहिँ म भोलि ल्याउँछु भन्ने सोचेको थिएँ, तर सोच्ने मात्रै भयो। किनकि हामी भोलि बिहानै उठेर 4:30 बजीतिर त हामी निस्किसक्नु पर्ने थियो। अनि
भिडियो त म थुप्रै क्याप्चर गरेको थिएँ तर मलाई ठाउँहरू पनि थाहा पनि भएन कुन ठाउँ के ठाउँ अनि हेर्दाखेरि सबै सेम सेम जस्तो लाग्ने कि अब सम्म भएपछि अनि त्यही भएर चाहिँ मैले सबै पनि अपलोड गर्न सकेन एडिट गर्न सकेन जे जति देखाउन सकेँ यिनीहरू नै यो भिडियो हामी बुटोल चाहिँ 10:30 बजे आइपुगिसकेको थियौँ तर मगर दिवस फागुन 15 गते परेको हुनाले गाउँबाट चाहिँ सबै बस बुटोल नझरेको रहेछ क्या अनि त्यही भएर हामीले गाउँको बस कुर्दाखेरि 12:30 बजीसम्म हामी बस पार्क नै बस्नु पर्यो अनि त्यही गाउँको गाडीमा हामी आएका थियौँ अब हामी भने पाल्पातर्फ लाग्दैछौँ यो सिमाना पर्दछ हामीले यो मन्दिरलाई श्री सिद्ध बाबा धाम बुटोलको सिद्ध बाबा भनेर चिन्ने गर्दछु मैले अनि यहाँबाट चाहिँ यो पाल्पाको सिद्ध बाबा मन्दिर मैले यो क्यामेरा चाहिँ मैले ठाडो गरेर खिचेको थिएँ कि त्यही भएर पुरै देखाउन सकेको छैन जुम गरेर भिडियो एडिट गरेछु मैले यो एडिट गर्दाखेरि अनि त्यही भएर राम्रोसँग क्लियरमा जस्तो खिचेको त्यस्तो देखेको थिएन अनि बाटोभरि चाहिँ फागुन 15 यानि कि मगर दिवसको कारणले गर्दाखेरि बाइक स्कुटर गाडीहरूमा मगर दिवस मान्नको लागि हिँड्नुभएका धेरैजनाहरू बाटोमा देखिन्थ्यो अनि मलाई पनि राम्रो लाग्यो आफू कहीँ जान नपाए पनि अरूहरू हिँड्नुभएको हिजो माउलो बसियो आज अबेला अहिले 3-4 बजिसक्यो होला अहिले बल्ल अब घरतिर प्रस्थान हुँदैछु अब चाहिँ हिँड्नुपर्ने भयो एक्लै छु बाटोमा कम्तीमा पनि 2 घन्टा हिँड्नुपर्ने छ त्यही हिजो हामी माउलो आइपुग्दाखेरि पनि हिँडेरै आएको हो अलिकति 20-25 मिनटको बाटो अनि त्यही हो मान्छेहरू भएपछि साथीहरू भएपछि मलाई भिडियो बनाउनु मन लाग्दैन अनि त्यही भएर मेरो भिडियोहरू कन्टिन्यू पनि हुँदैन त्यही हो मन लाग्दाखेरि भिडियो बनायो मन नलाग्दा नगर्यो त्यस्तै नै छ अहिले चाहिँ टाइम पासको लागि भिडियो बनाउनु पर्यो भनेर फेरि सुरुवात गरेको म पुग्नु पर्ने छ त्यो डाँडामा पुग्नु पर्ने छ हो त्यो त्यहाँ हो मेरो घर अब जुमबाट हटाउँदाखेरि ल कहाँ पुग्यो है त त्यहाँ पुग्नु पर्ने छ अब 2 घन्टामा पुग्छु भन्ने चाहिँ एकदम विश्वास छ आफूमा हिँडेर नि एउटा गाउँ लागिसक्यो अब चाहिँ यो गाउँ पछि आउने अर्को गाउँ हो घरहरू यता माथि छ देखिएन के अरे घर यतानिर छ अनि अरू बाटो रोडहरू नागिसक्यो अब मात्र रामदी जाने बाटोमा हिँड्दैछु तर रामदी जाने बाटो होइन हाम्रो त्योभन्दा माथि अर्को गाउँ पर्छ हिँड्ने बानी भएपछि त अलि कस्तो हुँदो रहेछ अनि फेरि सधैँ हिँड्नु पर्ने भएको भए हुन्थ्यो आजभोलि अलि हिँड्ने बानी कम भएको छ नि त त्यही भएर अलि अप्ठ्यारो भनौँ न अलि ओहो वहाँ पुग्नु पर्ने जस्तो हुने के त्यही भएर अब हिँड्ने बेलामा चाहिँ अब कसरी भन्ने जस्तो भएको थियो तर अहिले चाहिँ मजाले हिँडिराखेको छु घाम नि कस्तो राम्रोसँग देखिराखेको छ अनि यो नहिँड्ने बाटो होइन सधैँ हिँड्ने नै हो तर आज चाहिँ खुट्टाले हिँड्न पर्यो अब म अहिले यो चाहिँ रामदी जाने रोड भएको के अरे उताबाट यो छुट्टिने बाटो छ कि उता रामदी जाने बाटो अनि हाम्रो चाहिँ मास्तिर जाने बाटो गाउँ जाने बाटो छ अनि म चाहिँ गाउँ जाने बाटोतिर लाग्छु यो रामदी चिलाङ्दी रामदी सडक खण्ड हो दामी छ नि दामी छ म आएको चाहिँ यो डाँडा छ नि यो डाँडा नागेर अर्को डाँडादेखि आएको डाँडा भन्दा नि अहिले देखिएको अनुसार के
तर त्यो देखेको छैन, त्यो अलिक खोल्सामा पर्छ, त्यही भएर देखेको छैन। अब म अझै अब यो डाँडा काट्दैछ, अब अर्को डाँडामा चाहिँ मेरो घर हो, यही डाँडा काटेर म आएको। घाम हेर्नु कस्तो राम्रो देखेको छ। कहिले कहिले हिँड्नुको मजा फेरि यस्तो दामी छैन र, दामी छ नि दामी। ब्याक क्यामेरा कस्तो देखिन्छ। हेलो गाइज भन्दै, यो हाम्रो गाउँमा जाने बाटो, अनि यो चाहिँ रामडी जाने बाटो। त्यहाँबाट पनि शाखाहरू छ अरू अरू गाउँतिर, उयो गाउँमा जाने बाटो छ, त्यो गाउँमा जाने पनि छ होइन। अनि यहाँबाट चाहिँ हाम्रो गाउँ जाने हो कि, तर यो बाटो देखेर चाहिँ हाम्रो गाउँको होइन, हुन त आफ्नो गाउँ, आफू जन्मेको ठाउँ, आफूलाई होइन जस्तो भए पनि स्वर्गै लाग्छ के। अनि यो पनि मेरो लागि एकदम स्वर्ग छ कि, हेर्नु न डिफ्रेन्ट यो बाटो र यो बाटोको यो चाहिँ खास मेन रोड भनेको चाहिँ यो हो कि, भन्दा अलिक धेरै गाडी चल्ने बाटो भनेको यो हो कि। अनि यो चाहिँ हाम्रो गाउँतिर जाने मात्रै बाटो हो क्या, तर यस्तो दामी छ नि। गाउँको बाटो सुरु हुनसाथ यस्तो हावा चल्यो नि, हावा के स्वर्ग पुगे जस्तो फिल भयो क्या। हावा पनि यस्तो दामी चल्यो नि, अनि त्यत्रो बेर चलेको थिएन, अहिले चाहिँ दामी चल्यो क्या, दामी छ नि बाटो। हेर्नुहोस् न बाटो कस्तो छ। आफ्नो गाउँ, आफ्नो ठाउँ प्यारो भन्दा प्यारो छ। म फेरि बिच बाटोमा गएर हेर्छु ल। अहिले अझै अरू पनि भिडियो बनाउँछु भन्दै थिएँ, तर पुसाइ चाहिँ राम्रोदेखि आउनु भएको रहेछ। अनि म बाइकमा बाइक भेटेँ कि मैले ठ्याक्क, अनि म चाहिँ घर आइपुगेँ। अनि के भन्छ, पुसाइको बाइक आएको थियो, आउनु भएको थियो, पुसाइ राम्ती गएर आउनु भएको रहेछ। अनि म पुसाइसँग आएँ, भिडियो बनाउनु त पाएन। फाइनल्ली म 4 दिनमा घर आइपुगेँ। हे गाइज, यो हो मेरो घर। 4 दिन या 5 दिन ल। फाइनल्ली गाइज म घर आइपुगेँ। अनि अब भने भिडियो एन्डिङ गर्नुपर्ने हुन्छ, त्यही भएर म बाई भन्न आएको ल। बाई बाई।